गाइज वेलकम बैक टू माई न्यू ब्लग्स। आज चाहिँ हामी मामा घर जाँदैछौँ। सो गाइज आज हामी मामा घर गएर आज साँझ ब्लग हेर्नु होला हजुर सबैजनाले म मामा घर गएको। सो गाइज अब हामी चाहिँ रिक्सामा बसिसक्यौँ। अब हामी रिक्सामा बसेर अब मामा घर जाँदैछौँ हजुरहरू। मेरो नानी यो महिनामा त होला त हामी लाग्यौँ अब गाउँतिरको बाटो यो अब हाम्रो लास्ट पुरेनी आइसकेछ। लास्ट पुरेनी हो त्यहाँदेखि गाउँको खेत देखिन्छ फेरि त्यसपछि त हाम्रो अब हामी यो पुरा बाटो हेर्नु पुरा अब यो पुरा खेत देखिन्छ हजुर। यो गाउँहरू देखिन्छ यता टाउको मात्रै देखिन्छ यता चाहिँ हल्का खेतहरू यो देखिन्छ सगाइ खडबड 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 गरेर हावा चलेर कानमा दुपट्टा पनि लगाइसक्यो यसले प्याड लगाइसक्यो हाम्रो हालत रिक्सा गाइज। अब चाहिँ हामी यो के भन्छन् डुडुवा गाउँको पुलमा आइसकेछौँ। कस्तो हल्लिरहेछ भने डर पो लाग्छ। पछाडि चाहिँ हाम्रो रिक्सा छ हैन। सो गाइज हेर्नुहोस् सो यो अगाडिको भाग त्यो पछाडि यो डुडुवा गाउँ यो खोला हल्लिरहेछ भने हाम्रो चाहिँ डुडुवा पुलको नयाँ पुल बन्दैछ। यो हाम्रो पुल नयाँ एकदम बनाइरहेछन् डुडुवाको ठुलो पुल। अब केही वर्षपछि सायद बन्छ पनि होला। सगाइ हाम्रो गाउँ पनि अब आउन लागिसकेछ। भर्खर यो के भन्छ लडियाघाटको भर्खर मोडमा छौँ हामी। यो चाहिँ यहाँनिर नयाँ दोकान चाहिँ बनाइरहेछ। यो चाहिँ हाम्रो छगुवा जाने बाटो। हामी चाहिँ मामाको घर पुगिसकेछौँ। चाहिँ फाइनली अब हजुरआमा घर मामा घर पुगिसक्यौँ। उहाँ चाहिँ मेरो हजुरआमा हुनुहुन्छ। कोही होइन मेरो भिडियो चाहिँ मेरो सबभन्दा सानो माइजू हुनुहुन्छ। ल्याउनु हातै मुख चाहिँ ढोकिहाल्नु लाज मानेर हेर्नु त। उहाँसँग बोल्नु अलिक डर लाग्छ क्या त्यही भएर बिस्तारै बोलेको। अब हामी जाँदैछौँ माइलो मामाको घरमा। उहाँ चाहिँ घरमा खै कोही छ कि छैन तर जान लागेछु। यहाँ त यो तुलसीको बोट भइगयो। तुलसी यहाँ पनि सुकेर चाहिँ मेरो घरमा पनि सुकेछ। यो चाहिँ फुलहरू यो चाहिँ भान्साघर हो। खै घरमा त कोही पनि छैन कि क्या हो। यहाँ बस्नु रहेछ माइजू चाहिँ आगो तापेको ल्याउन हात कोही होइन मेरो ब्लग बनाइरहेको छु के। खसीको मासु यो त्यो प्याज काटेछ भात दाल पाइसक्यो। हाम्रो जोगुलाई जोजोले कस्तो गरेछ। जोजो किन रिसाएको खाने जोजो ल जोजो ल रोटी ल ल जोजो अब हामी चाहिँ खानासाना खाएर अब सुत्ने टाइम भइसक्यो। अब चाहिँ हामी अब सुत्ने होइन। अब
एकदम चिसो, त्यस्तो चिसो पनि छैन। अब 2-3 दिन घाम लागेदेखि त ठिकै छ। अब हामी सुत्ने तयारी। सो बाई, गुड नाइट। हजुरहरू हेरिदिनु होला मेरो ब्लग भिडियो। राम्रो लाग्यो कमेन्ट सेयर सबै गरिदिनु होला हजुरहरूले है। गुड नाइट साथीहरू, बाई।